आजको भिडियोमा हामी कम्प्युटरको एकदम इम्पोर्टेन्ट पार्टको बारेमा कुरा गर्नेछौं, हार्ड डिस्क ड्राइभ एसडीडी र सलिड स्टेट ड्राइभ एसएसडी। यदि तपाईको कम्प्युटर स्लो छ, ल्यापटप ढिलो खुल्छ, सफ्टवेयर ओपन हुन धेरै समय लाग्छ भने यसको मुख्य कारण स्टोरेज डिभाइस पनि हुन सक्छ। आज हामी बुझ्नेछौं हार्ड डिस्क के हो, एसएसडी के हो, किन एसएसडी फास्ट हुन्छ, किन हामीले एसएसडी इन्स्टल गर्नुपर्छ र एसएसडी को युजेसहरु के छन्। त्यसैले यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। हार्ड डिस्क ड्राइभ एसडीडी के हो? सबैभन्दा पहिले कुरा गरौं हार्ड डिस्क ड्राइभको। हार्ड डिस्क भनेको कम्प्युटरको ट्रेडिशनल स्टोरेज डिभाइस हो। यसमा डाटा म्याग्नेटिक डिस्कमा स्टोर हुन्छ। हार्ड डिस्क भित्र एउटा स्पिनिङ प्ल्याटर हुन्छ जुन हाई स्पिडमा घुमिरहेको हुन्छ। त्यसको माथि एउटा मेकानिकल आर्म हुन्छ जसले डाटा रिड र राइट गर्छ। जब कम्प्युटरलाई कुनै फाइल चाहिन्छ त्यो आर्मले डिस्कमा त्यो डाटा खोज्छ। यो प्रोसेस मेकानिकल रहने भएकाले टाइम लाग्छ। त्यसैले एसडीडी प्रयोग गर्दा कम्प्युटर स्लो बुट हुन्छ, प्रोग्राम्स ढिलो ओपन हुन्छ, फाइल कपी गर्न समय लाग्छ। तर एसडीडी को एउटा राम्रो कुरा के हो भने यसको स्टोरेज क्यापासिटी धेरै हुन्छ र प्राइस सस्तो हुन्छ। उदाहरणको लागि 1 टीबी एसडीडी सस्तो प्राइसमा पाइन्छ। एसएसडी के हो? अब कुरा गरौं एसएसडी सलिड स्टेट ड्राइभको। एसएसडी भनेको मोडर्न स्टोरेज टेक्नोलोजी हो। यसले डाटा स्टोर गर्न फ्ल्याश मेमोरी चिप्स प्रयोग गर्छ। एसएसडी भित्र मुभिङ पार्ट्स हुँदैनन्, त्यसैले डाटा रिड र राइट गर्ने काम डाइरेक्ट इलेक्ट्रोनिक प्रोसेसबाट हुन्छ। यसका कारण एसएसडी धेरै फास्ट हुन्छ, साइलेन्ट हुन्छ र ड्युरेबल हुन्छ।